किसान समूह कसरी बनाउने यो प्रक्रिया धेरैलाई झन्झटिलो लाग्न सक्छ, तर आज हामी यसलाई एकदमै सरल भाषामा बुझ्ने कोसिस गर्नेछौँ। ल हामी आधिकारिक दिशानिर्देशहरू अनुसार एक एक कदमलाई केलाउँदै अघि बढौँ है त। खासमा समूह बनाउनु नै किन पर्यो त? हो, यसको पछाडि एकदमै महत्त्वपूर्ण कारणहरू छन्। हेर्नुहोस् न, यसले किसानहरूलाई एकजुट बनाउँछ, उहाँहरूको आवाजलाई बलियो बनाउँछ अनि आर्थिक र सामाजिक रूपमा अघि बढ्न पनि त मद्दत पुग्छ नि। भन्नुको मतलब यो एउटा साझा उद्देश्यका लागि मिलेर काम गर्ने एकदमै शक्तिशाली माध्यम हो। ल आजको हाम्रो यात्रालाई 3 भागमा हेरौँ है। पहिलो, तयारी र भेला। दोस्रो, गठन र विधान। र तेस्रो, दर्ता र नवीकरण। यी 3 चरण पार गरेपछि प्रक्रिया पूरा हुन्छ। कुनै पनि ठूलो काम सुरु गर्नु अघि राम्रो तयारी त चाहिन्छ नै, होइन र? हो, किसान समूह गठनको हाम्रो पहिलो खुड्किलो पनि यही हो, तयारी र भेला। यो जुन कागजात देखिँदैछ, यसले खासमा पहिलो बैठकको लागि एउटा खाका तयार गर्छ। यसमा लेखिएका बुँदाहरूले छलफललाई सही दिशा दिन्छन् र महत्त्वपूर्ण निर्णयहरू लिन पनि सजिलो बनाउँछन्। अब पहिलो बैठकलाई सफल बनाउन 3वटा कुरामा ध्यान दिनु एकदमै जरुरी छ। पहिलो कुरा, समूहमा रुचि राख्ने जति पनि व्यक्तिहरू हुनुहुन्छ उहाँहरूलाई एकै ठाउँमा बोलाउने। दोस्रो, के विषयमा छलफल गर्ने, कहिले गर्ने, कहाँ गर्ने, यो सबै पहिले नै तय गर्ने। र तेस्रो, छलफललाई अगाडि बढाउन सक्ने एकजना जिम्मेवार व्यक्ति छान्ने। ल अब बैठक सुरु भयो। अब के गर्ने? सुरुमा त समूहको उद्देश्य के हो भनेर स्पष्ट पार्ने। त्यसपछि छलफलबाट संस्थापक सदस्यहरू को हुने भनेर पहिचान गर्ने। अनि सबैभन्दा महत्त्वपूर्ण कुरा, प्रक्रियालाई अघि बढाउन एउटा अस्थायी मतलब एडहक समिति बनाउने। यही समितिले नै समूहलाई औपचारिक रूप दिने काम गर्छ। ल तयारीको चरण सकियो। अब हामी दोस्रो चरणमा प्रवेश गर्दैछौँ, जहाँ समूहले एउटा औपचारिक आकार लिन्छ। यो हो गठन र विधान बनाउने चरण। यो कागजातले एउटा विचारलाई कसरी सङ्गठनमा बदल्ने भन्ने कुरा देखाउँछ। यसमा समूहको संरचना कस्तो हुने, यसले कसरी काम गर्ने हो, यस्तै नियमहरू बनाउने तरिकाबारे प्रष्टसँग उल्लेख गरिएको छ। 1 महिना हो, यो समय सीमालाई चाहिँ एकदमै ख्याल राख्नुपर्छ। त्यो जुन अस्थायी समिति बनेको थियो नि, हो त्यसले गठन भएको ठीक 1 महिनाभित्र पहिलो साधारण सभा बोलाइसक्नुपर्छ। यो पहिलो साधारण सभा भनेको समूहको लागि एउटा कोसे ढुङ्गा नै हो, एकदमै महत्त्वपूर्ण। किनभने यही बैठकबाट समूहको नेतृत्व गर्ने कार्यकारिणी समिति बन्छ। समूहको वार्षिक कार्ययोजनामाथि छलफल भएर पास हुन्छ। समूहको विधान मतलब नियम कानुन पनि यहीँबाट पारित हुन्छ। अनि समूहको ब्याङ्क खाता सम्बन्धी निर्णयहरू पनि यहीँ गरिन्छ। अनि त्यो कार्यकारिणी समितिमा सदस्य सङ्ख्या कति त? हो, त्यो पनि तोकिएको छ। कम्तीमा 5 जना र बढीमा 9 जना सदस्य हुनुपर्छ। ल अब हामी प्रक्रियाको अन्तिम र सबैभन्दा महत्त्वपूर्ण चरणमा आइपुगेका छौँ। त्यो हो समूहलाई कानुनी रूपमा दर्ता गर्ने र त्यसको मान्यतालाई कायम राख्ने, अर्थात् नवीकरण गर्ने। हो, यो कागजातमा समूहलाई कानुनी रूपमा दर्ता गर्न र त्यसलाई नवीकरण गर्न के गर्नुपर्छ भनेर सबै चरणहरू प्रष्टसँग देखाइएको छ। यो चरणहरू पूरा भएपछि मात्र समूहले आधिकारिक रूपमा काम गर्न पाउँछ। त्यसो भए दर्ता गर्न के चाहिन्छ त? पहिलो कुरा, स्थानीय तहको कृषि शाखामा जानु पर्यो। त्यहाँ गएर आवेदन फारम जुन अनुसूची 1 मा हुन्छ त्यो भर्नु पर्यो। अनि समूहले पास गरेको विधानको 1 प्रति पनि सँगै राख्नुपर्छ। र अन्त्यमा स्थानीय निकायले तोकेअनुसारको सरकारी शुल्क तिर्नुपर्छ। 35 दिन, यो अर्को महत्त्वपूर्ण समय सीमा हो। दर्ता गर्नु मात्र ठूलो कुरा होइन, त्यसलाई समयमै नवीकरण गर्नु झनै महत्त्वपूर्ण छ। दर्ताको म्याद सकिएको 35 दिनभित्र नवीकरणको लागि निवेदन दिइसक्नुपर्छ, नत्र भने समूहको कानुनी मान्यता नै गुम्न सक्छ। छोटकरीमा भन्नुपर्दा नवीकरणले समूहको कानुनी अस्तित्वलाई जीवित राख्छ। यसका लागि केही गाह्रो छैन। दर्ता प्रमाणपत्र, निवेदन र तोकिएको शुल्क बुझाए पुग्छ। यति गरेपछि समूहले आफ्नो कामलाई बिना कुनै बाधा अगाडि बढाउन सक्छ। ल यो सबै जानकारीपछि अब एउटा प्रश्न मनमा आउँछ। यति सबै कुरा बुझिसकेपछि यदि कुनै किसान समूह सुरु गर्ने हो भने त्यसको पहिलो कदम के हुनु पर्ला, सोच्नुहोस् त।